ह्यापी बुद्ध जयन्ती। अनि आज बुद्ध जयन्तीको दिनमा जो लुम्बिनी आउन पाउनु भएन टेन्सन नलिनुहोस्। आज मैले र सुमनले मिलेर हजुरहरूलाई यहाँको मन्दिरहरू देखाउँछौँ। अहिले बिहान 6 बजे चाहिँ 6 बजे चाहिँ हेर्नु यस्तो घाम छ, त्यही भएर हामी हिँडिहाल्छौँ है त। ल लेट्स गो। यो फर्स्ट चाहिँ स्तूप है, 1 घन्टामा। टिकटक बनाउन निषेध गरिएको छ। सरी, हामी त युट्युब पऱ्यौँ। सुमनको फर्स्ट टाइम हो न यो ठाउँलाई लुम्बिनी मतलब यो स्तूपमा फर्स्ट टाइम भएको? माथि चढे फर्स्ट टाइम हो कि? ओ न जहिले तले आउन तलेबाट घुमेर किन त्यस्तो किन भिड देखेर त्यस्तो किन भिड देखेर? आज किन छैन त भिड? आज हेर्नु अझै एउटा टिप, बिहान 6 बजे आउनु होइन लुम्बिनी, फोटो खिच्न भिडियो खिच्न एकदमै राम्रो हुन्छ। यहाँ मान्छे कोही पनि हुनन्। गार्ड दाइ पनि आउनु भएको छैन अझै। गार्ड दाइ पनि आउनु भएको छैन भनेपछि सोच्नु कति छिटो आयौँ होला हामी। जन दाइ कन्सर्ट थिएन आज? कन्सर्ट थिएन र आज? एक राउन्ड घुमेर हैन? तल 1 राउन्ड लगाएर माथि आइयो। अब नेक्स्ट मन्दिर कुन जाने? अब नेक्स्ट मन्दिर जाँदैछौँ, कुन थाहा छैन। अब बाटोमा जुन पर्छ त्यही जान्छौँ है। हेर्नु अहिले बिहानको 7 बजे यस्तो घाम छ। हेर्नु देख्नुहोस् घाम। सुमन आत्तिसकेछन्। म त अघि नै आत्तिसकेको थिएँ, त्यही भएर टोपी सोपी लगाएर रेडी भएर आएको। लुम्बिनीमा घाम अलि नजिक छ क्या 2-4 किलोमिटर भयो पनि। अब अर्को मन्दिरमा गएर भेटौँला है। ए ट्राफिक नियमको पालना गरेर लगाऊ। सोल्टी टोक्दिनौ नि? ल ल ल, केही छैन खानेकुरा। यो पनि नेपाली मन्दिर हो। अनि अलि सुस्तरी बोलेछु है। भित्र एकजना बुवा चाहिँ पूजा गर्दै हुन्छ। अब मन्त्रको जाप गर्दै हुन्छ, त्यो बिस्तारै बोले। नेवारी स्टाइलको मन्दिर रहेछ। त्यो काठमाडौँवाला भाइब्स दिन्छ क्या। दिवंगत सम्झनामा होला। सोल्टे ए बस यता बस आइज। हात दे आई लभ डग्स। तर डर पनि लागिहाल्छ यार यस्तो नजिक आउँदा त। यो चाहिँ जर्मन टेम्पल हो। 8 बजे खुल्छ अरे, अझै 8 पनि बजे छैन। त्यही पनि भित्र भिडियोहरू गर्न पाइन्न अरे, त्यही भएर मैले बाहिरबाट खिचेँ। पछि आउनुभयो भने हेर्नु होला। यो पनि राम्रो छ, भित्र एकदमै राम्रो मूर्तिहरू पनि छ। तर अहिले 8 पनि बजे छैन। सो हामी नेक्स्ट मन्दिर जान्छौँ है। त्यो पनि नेपाली मन्दिर हो है। त्यो पनि नेपाली मन्दिर हो। अहिले त्यहाँ जाने। यो नेपाली टेम्पल हो है। मलाई एकदमै पिसफुल लाग्ने, सबभन्दा यहाँभरिको पिसफुल लाग्ने यही हो। पहिला भित्र बसेर ध्यान पनि लाउन पाइन्थ्यो, पछि चाहिँ मान्छेले गएर भिडियो गर्ने, फोटो खिच्ने गर्दा उहाँ पछि बार लगाइदिनु भयो। अनि भित्र जान पाइँदैन। भित्र भन्नाले वहाँसम्म त जान पाइन्छ, तर त्यो भित्र हुन्छ नि त्यो ध्यान गर्ने ठाउँ, त्यहाँ चाहिँ जान पाइँदैन।
अब अहिले चाहिँ बन्दैछ आउनुभयो भने हेर्नु होला अहिले चाहिँ यहीँबाट हेर्नु 7:30 बजे मलाई यस्तो लागिरहेछ इफ हजुर पोखरा काठमाडौँतिर बस्नुहुन्छ नि होइन यो 7:30 बजेको घाम हजुरलाई दिनको 12 दिनको उहाँको 12-1 बजेको गर्मीको फिल गराउँछ क्याप चाहिँ लाएर आउनु होला अब लेडिजहरूले चाहिँ चुन्नी पल्लु के हुन्छ आफ्नो टाउको ढाक्नलाई हजुर यसले शिकार हेरेछ क्या हाँस हेरे बतक हेरे जस्तो लागिरहेछ हाँस हेरे जस्तो बकुल्ला पनि उडिरहेको थियो कि सोल्टी यहाँ त्यसरी मार्न खान पाइन्न नि बाबु प्योर भेज हुनुपर्छ अब चाहिँ सुमनको फेभरेट कम्बोडियन टेम्पलतिर जाँदैछौँ है यो चाहिँ चाइनिज मन्दिर है भिड हुन लाग्यो हामी त लाग्यौँ है अब यहाँ काम छैन न फोटो खिच्नु मिल्छ न भिडियो हिँडिहाल्नुपर्छ हिँडी होइन दौडिहाल्नुपर्छ ल चाइनिज टेम्पलबाट निस्क्यौँ अब कोरियन जाने भनेको कोरियन यही नजिकै छ ठ्याक्क त्यही कोरियनको त बाहिरबाट नि खिच्न दिएन हौ बाहिरबाट नखिच्नु भन्छ नि अब के भन्ने अब इट्स ओके केही भएन यहाँको रुल्स रेगुलेसन होला होइन इट्स ओके खन्छौँ नि त अब चाहिँ मायादेवी टेम्पल जान लाग्यो हामी अब नआत्तिने अब धेरै बेर छैन अब एकैछिनमा पुगिन्छ बस ठ्याक्क त्यही सिम छ महाराष्ट्र जय महाराष्ट्र जय शिवाजी राजे ल अब मायादेवी अलमोस्ट पुग्यौँ यहाँ चाहिँ जुत्ता खोलेर राख्नुपर्छ दाइ थैलामा राख्ने हो 2 जना हो ल यो एन्ट्री हो है मायादेवी टेम्पलको लागि मेरो क्यामेरा ल्याउनु पाएन मैले त्यही भएर यो नोकिया फोनले गर्दैछु भित्र चाहिँ न त्यो फुटेज देखाउनु पाइने त्यहाँभित्रको त्यही भएर यहीसम्म है ढोकासम्म हजुर ढोकासम्म त्यहाँभित्र लगेर फेरि अफ गर्नुपर्छ तर नेक्स्ट टाइम आउँदा चाहिँ टोपी लगाएर आउनुहोस् है मेरो साथीले लगाएको छैनन् सुमनले अब यिनी एकछिनमा हेर्नुहोस् कालो होइन अब यिनलाई एकछिनमा फेयर एन्ड लभली चाहिन्छ ल यहीसम्मको यात्रा हो अब यसपछि उता भेटौँलाई अब बाहिर निस्क्यौँ भित्रको फुटेज हेर्नलाई चाहिँ हजुर आफै आउनुपर्छ है यहाँको फेरि यो राम्रो छ बस्ने ठाउँ गराइदिएछ काठको एउटा प्लेटफर्म जस्तो होइन अनि शीतल पनि छ यहाँ एकदम आजको लास्ट टेम्पल चाहिँ यही मायादेवी नै हुने भयो घाम पनि धेरै भइसक्यो 9 बजेछ बज्न त त्यही पनि घाम धेरै भयो अब अरू ठाउँ जाने एनर्जी पनि छैन बिहान 5 बजे हिँडेको ल आजको भ्लग यही समाप्त हुन्छ है